Damn, I feel like coach calling plays. I've been all the way up the stage. Heard you having problems with your pay. Hello guys, welcome to my new video. आज चाहिँ हाम्रो प्लान चाहिँ तिनचुले जाने छ। हामी चाहिँ 4 जना ग्रुप टक्क लाएर तिनचुले गएर बसिन्छ। आज चाहिँ पूजा सुजा पनि गरिन्छ हो र? ए ठिक छ। मैले ढिलो गरेँ गाइस, एकदम ढिलो भयो। हामी 7 बजे हिँड्ने भनेको 8 बजे हो नेपाली टाइम। अनि मलाई चाहिँ यहीँ अति ढिलो भएर उहाँ पहाडको बाटो लिन आउनु भएको छ। यो परविन यस्तो माडल बोकाएर मलाई यार था बोक्नु पऱ्यो नि माडल। अनि उहाँ माथि पनि एकजना छन्। त्यो के छ? ए ल हामी भेट भयो, 3 जना भेट भइसक्यो। अब नानीलाई भेटेपछि हाम्रो ग्रुप पुरा हुन्छ। अनि हामी खास सुरुमा पहिला चाहिँ हामी गइन्छ मालिका मन्दिर र सानो मालिका किमचोरको मालिका, त्यसपछि जताततै मालिका, जता चाहिँ पूजा गर्ने भएपछि यस्तै हो। बालेर ननुहाएर केही छैन। म नुहाएको बिहान नुहाएको नि आङ सबै नुहाएर त बिरामी छु म। झन् नहुने मैले भयो। तर टाउको चाहिँ नहुने तापमानी त नुहाउनु पर्छ। कति बज्यो? 8 बज्यो क्या। बेलुका पनि पुग्ने हो त हामी आनन्द। अनि हामी चाहिँ किमचोरको मालिका पूजा गरिन्छ। त्यसपछि थाडे उकालो लट्टेखुरिया मन्दिर पुगिन्छ, पूजा गरिन्छ। त्यसपछि बल्ल हाम्रो खानपिन हुन्छ। हामीले केही खाएको छैन। ए बिहानै नुनी चाहिँ खाइसकेँ हो र? तुमसे ना हो पाएगा। म त भुलेको यार हो। ल ठिक छ कोही बात नहीं। हुन्छ। मन सफा हुनु पर्यो भयो। मन सफा छ कि एकदम मेरो। नाइस। मन टर्न हो गरे टर्न भएन। अब मन भयो। अनि लट्टेखुरिया पूजा गरिसकेपछि खाना खाइन्छ। भुलेको यार कसम। त्यसपछि चाहिँ बल्ल हाम्रो चाहिँ ढ्युरीमा जाने तिनचुले जाने गइन्छ। आज उठे बसिन्छ होला। उठे बस्ने तयारीमा आइरहेछ। अब लास्टै झरी गऱ्यो भने त अब हिँड्ने नि होला। टेन्सेन माडल साडल मजाको छ नि हाम्रो। मुरली सुरली बजाउनु नानी पिपिरी पार्नु भयो नि। बजाउनु न नारायण आउँछ कि। हेलो छोडिनु भएन नारायण भाइ। तँ छिटो अलि छिटो गरेर बसै ल। हामी ल अब चाहिँ एकैचोटि 9सँग भेट भइन्छ है गाइस। म र माउ मुली मुली झुका भरे हिँड्न भक्करै काम गर्छ। माथि बाटा यसो झिकेर यहाँ झुन्न हैन यहीबाट माल 4 फल हैन त तिम्रो टरर पसिना ल जाऊ त। ल यो जागिदोरी अब बाटो लागि रे। ल लाग्यो अन्त यसो शुभ यात्रा भन्दै कसैले आशिक दिए नि लाग्थ्यो कि। लाइटर साइटर छ, व्यवस्था सब छ। एकको लेक लाउने लेगा हालम न सिल्डमन अत्ता माग्न कस्तो क्या नि। त्यो त जडीबुटी हो गरे मेन लेकमा त। तँलाई अलि धरिसम्म बादाम दिनु पर्दैन। हाललाई चाहिँ ठिकै हुन्छ। अनि हामी चाहिँ नानीको घरबाट लाग्नु लाग्यो। हेलो नमस्ते। हामी चाहिँ अब 2 दिनको यात्राको लागि निस्क्यौँ घरबाट चाहिँ भर्खरै। आज चाहिँ हामी पहिला मालिका गइन्छ, त्यसपछि लट्टेखुरिया मन्दिर गइन्छ, अनि त्यसपछि तिनचुले गइन्छ। अनि त्यसपछि भोलि चाहिँ तिनचुले मन्दिरमा बिहानमा पूजा गरेर फर्केर चाहिँ हामी 5 नम्बर वडाको चाहिँ सबै सकिन्छ आज। त्यही भर्खर अब कोदो रोपिसकेर यस्तो भइसकेको छ कोदो। अरे यो मकै मुहीसँग खाने बेला हुँदैछ। के गर्नु आज पूजा गर्ने भएको भएर नखाइकन आइरहेछ। त्यही हो। त अहिलेको स्पेसल भनेकै पोलेको मकै र मुही भुटेको भयो नि हुन्छ मकै त्यही हो
ल है त भर्खर किमचोरमा पहिला टेकेका छौँ। अब चाहिँ सामान राखिन्छ। सामान राखिसकेपछि हामी पूजाको सामग्री मात्रै लगेको एउटा दुईवटा मन्दिर पहिला पूजा गरेर आउँछ। भर्खरै यस्तो मनहरू के हो। ल अब चाहिँ हामी लट्टेखुरीमा प्रवेश गर्न लागिसकेका छौँ। लट्टेखुरीलाई परिक्रमा गरेछौँ। दाहिने तीन राउन्ड टिमेटको बनाइदिएको गर्दैछु। ओहो ना जिको पुऱ्याउने हो। दामी दामी ल फाइनल गरिदियो यति भन्दै म 2 शब्द। ल अब चाहिँ अरू पूजा गर्नु छ गाइस। अब चाबी ल्याइएन ठिक छ यार। यो चाहिँ कुहिरो सब कुहिरो यता चाहिँ यहाँबाट चाहिँ हामीले सिरकुम देख्न सक्छौँ। यताबाट चाहिँ सिरकुम र अनि माथि चाङ्गेको भ्यू देखिन्छ। अनि यता चाहिँ धारा देखिन्न होला। यहाँ त तल मालिका चाहिँ धारा देखिन्थ्यो। अनि 360 भ्यू छ लट्टेखुरी आएपछि चाहिँ चित्त आनन्द पिस। तर आज पादन नलागेको भए भ्यू दामी थियो। यहाँ चाहिँ हाम्रो जिजु चाहिँ यहाँ बस्नुहुन्थ्यो। बस्नको लागि यता अनि पूजा गर्नको लागि चाहिँ यता थियो। कस्तो लाग्यो? एकदमै रमाइलो शान्त प्रकृतिको एकदमै नजिक रहेको मन्दिर। लट्टेखुरी चाहिँ के भन्छ तिम्रो जिजुबाजेहरूले बनाउनु भएको होइन? जिजुले के भन्छ मङ्गला 5 मङ्गला गाउँपालिकाले पनि यसलाई चाहिँ थोरै प्रवर्धन गरेर पर्यटकीय स्थल गर्न सक्ने हो भने चाहिँ एकदमै राम्रो हुने थियो। गाउँवासीलाई पनि राम्रो हुने थियो र पर्यटकीय स्थल बनाउन सकियो भने हाम्रो किमचोर मङ्गलालाई नै एउटा निकै राम्रो हुने थियो भनौँ। यस यहाँ चाहिँ मेन के गर्नुपर्छ भन्दाखेरि म अब ट्याक्क बाटोको लागि राम्रो गर्ने। बाटो राम्रो सिरी चिनेर हुन्छ के गरेर हुन्छ। राम्रो ठुलो गोरेटो बाटो चाहिँ यहाँसम्म ल्याउनुपर्छ। अनि चाहिँ यता झाडीसाडी फान्ने अनि फुलहरू रोप्ने बस यति गरेपछि राम्रो हुन्छ।
हल्का पनि गर्नुपर्ने भयो यो घर अनि चाहिँ यो मन्दिर त्यही हो गाइस गरेपछि चाहिँ एकदम राम्रो छ स्वरोजगार कार्यक्रमको बजेट चाहिँ ठ्याक्क स्वरोजगारमा नाम जसको छ नि गाउँ भएको स्वरोजगारको चाहिँ तिनीहरूलाई चाहिँ यता काम गर्न लिने अनि काम अनुसार पैसा दिने भने चाहिँ एकदम राम्रो हुने थियो यस्तो हो क्या यस्तो पटे पाएर पटे पार्ने अनि ठ्याक्क काट्ने कता कता थिएमा त लाग्यो है त्यसपछि अझै कता ल गाइस लेट्स मेक अ परविन फेमस दादा फुर्की सल्लो है कता थिएमा टोलाको हो गाई नै कता कता थिएमा त लाग्यो भन्ने मैले म यो काट्नु ल कता कता थिएमा त लाग्यो भने तिमीले म त आउनु मेरो सोरै छैन यार कता कता बिस्तारै अलि बिस्तारै कता कता थिएमा त लाग्यो त्यही बेला मसानुले बोलाको रिमल हल्लाई हल्लाई ए बोलाउन त बोलायो मायाले मलाई हो कि तलाई देखिस तले भन्दा अन्त तलाई देखिस ल कमेन्ट गर्नु होला गाइस कमेन्ट गर्नु ल कुन गीत गाउँछस् ल कता कता अहिको राम्रो कि भरको राम्रो ल गाइस ल कता कता आया कता कता ये मतुलाको तेरा 1 2 3 गो ल नागिन भयो अब चाहिँ यहाँको पूजा सक्यो अब चाहिँ हामी मालिका मन्दिरमा झर्छौँ अनि मालिका मन्दिरमा पूजा गरिसकेपछि चाहिँ हामी लाग्छौँ किम्चो सक्यो है यहाँको पूजा यहाँको सक्यो अब मालिका अब सानो मालिका भन्छ यसलाई चाहिँ ठुलो मालिका कुन गाउँपालिकामा पर्छ र त्यो हामी गएर आइसकेका थियौँ मालिका भ्लगमा तपाईँहरूले अलरेडी देखिसक्नु भएको थियो आई बटनमा आउँछ यता आईमा त्यो राख्न जान्दैन तर म मिलाएर पनि राख्छु मालिका भ्लग ठुलो मालिका अब चाहिँ मन्दिरको चाहिँ हाम्रो किमचोरको सानो मालिका दिशा पारेर पूजा गर्नुपर्छ भन्ने एउटा यो किम्बदन्तीले मालिका मन्दिर बनेको हो यहाँ किमचोरमा चाहिँ एकदमै राम्रो ठाउँमा छ त्यो पनि अब हामी एकछिनमा जान्छौँ अहिले चाहिँ बर्खायाम भएर जताततै कुहिरो छ त्यही पनि कुहिरो वरिपरि धोएको हुन्छ राम्रो छ ल ल एकछिन चाहिँ फोटो पनि खिच्नु भयो नि यार भिडियो मात्रै बनाएर भएन नि ल ल अब हामी चाहिँ तिनचुले हाम्रो लटेखोरी मन्दिरबाट चाहिँ हामी मालिका मन्दिरमा गइरहेछौँ हेलो गाइज अनि भर चाहिँ बारहरू बिस्तारै खुल्दै गइरहेको छ अब यहाँ बाटोको मेसो छ कि छैन यार बाटोहरू खुलिरहेछ बाटो कि कुहिरो आमा कता हो बाटो ए टोइलेट भट्किन्छ यार यहाँ पहिलाको यहाँ चाहिँ टोइलेट थियो पहिला भट्किसकेको छ हामीले पोर्गा जस्तो गीत गाउने हो र कालो जीवन बन्तिर पसायो मन कहिले सुख पाउने होला यो गोठालो जीवन जहिले तिर पर्छ यो मन भारी पुग्यो तालुको यस्तै छ यस्तै छ जुनी घाँस दाउरा नगरी नहुनी वन पाखमा रुच्दै झरे म
कहिले सुख पाउने होला यो गोथालो जीवन जहिले पिर पर्छ यो वनमा। भोर चाहिँ हामी ठ्याक्क लट्टेखुरी मन्दिरबाट चाहिँ हामी तल बाटोमा निस्क्यौँ। अब बाटोबाट चाहिँ तेर्सै गइन्छ मालिका। अस्ति हामी पहिला त उता थाहा झरेको नि है, डाइरेक्ट मन्दिरमा लोकेसन हेर्दै मन्दिरको थाहा भन्दै त्यति हाम फाल्दै। अहिले चाहिँ हामी गुगलमा मैले एड गरेको थिएँ फोटो पनि छ हेर्ने अनि थाकियो। अहिले किमचोर गएर बुस्ट गर्नुपर्ने बुस्ट अफ 3 बजे त तिनचुल जाम भन्दा आएको थियो हामीले लगभग। चाहिँ सानो मालिका। अनि कति बेला पूजा गरिन्छ भन्दाखेरिमा तिजमा मेला राख्दा चाहिँ सुरुमा यता आइन्छ नि पूजा गर्न, लाखे नाच्दै यता आइन्छ है। धारा गाइस धारा, ओ कुहिरोभित्र धारा। यता नेता गाइस नेता, आमा यता झाँक्री पानी। हाम्रो लट्टेखुरी र मालिकालाई कहिले भाइरल नगरानी भयो। तर भ्यू त खतरा छ भ्यू। ल यहाँ पूजा के गरिन्छ अरे? ल भन त। पूजा त के गर्ने हो यहाँ? खास चाहिँ विशेष चाहिँ तिजमा हुन्छ है। तिजमा हुन्छ। अनि यो यहाँ हाम्रो यो माथि ठुलो मालिका पुज्छ नि, त्यो बेलामा नि विशेष हुन्छ। अनि यहाँ पूजा गरिन्छ। अनि उता एकचोटि गयो भने 3 चोटि यता नि पूजा गरेर हुन्छ। अनि यहाँ पनि 3 चोटि पुऱ्याउनको लागि चाहिँ यहाँ पूजा गरेर नि भयो। एकचोटि माथि गएपछि यहाँ गरे नि भयो। तल ससधारा छ होइन, ससधारा नि छ मालिका, त्यहाँ गरे पनि भयो नजिकको लागि। पहिला एकचोटि त वहाँ पुग्नै पऱ्यो, त्यसपछि 3 चोटि पुऱ्याउनु छ भने चाहिँ उता गयो नि भयो। रगत बगाउने वेट इज डुडा यहाँ त होइन, यता कता जान्छ अरे क्या यो बाटो। ओहो यहाँ त त्यही त नि दामी। मालिकाको कता जान्छ भन्छ नि, टाइम ल्याप्स राख्ने भने चाहिँ यहाँ दामी देखिन्छ भिडियो। ल बाटो त खतरा। ल त्यहाँ पनि नयाँ ऊ बनेछ, के अरे पुल बनेछ। त्यहाँ कुन ठाउँ थियो? तल पुल बनेर चाहिँ त्यो पहिरो गएको पाखुको त्यो दारामा के हो? हिलबाङ भन्छ नि, हिलबाङ। यस हिलबाङमा पनि नयाँ पुल बनेछ गाइस। कुहिरोहरू आमामा क्या शीतल आनन्द छ यार। त्यही हो, आज भोलि रमाइलो हुन्छ गाइस। अर्बनबाट नजिकको ठाउँहरू चाहिँ हामीले एक्सप्लोर गर्ने प्लान छ हाम्रो आज र भोलि। त्यही हो गाइस, हेर्दै गर्नु होला। किप लभिङ। अब मालिका पनि पूजा सक्यो। ओ चाङ्गा पनि देखियो त गाइस, चाङ्गा म पुगेन। चाङ्गा नि गएर बस्नुपर्ने सिन छ। भेडाहरू देखिन्छ है, त्यो चाहिँ सिरकुम, यता धारा र चाहिँ फोटो सेसन हुँदैछ। भिरमाउरी गाइस, भिरमाउरी चाहिँ हाम्रो यस्तो जता पनि पाइन्छ। नजिक मान्छे। ल अब हामी चाहिँ आँखामा टोक्यो। अब हामी चाहिँ मालिकाको पूजा सक्यो। अब चाहिँ हामी किमचोर पुगेर चाहिँ खान्छौँ अनि त्यसपछि बल्ल लाग्छ।
मालिका र लटेखोरियालाई छोडेर अब चाहिँ किमचोरमा खाजासाजा खाएर अनि त्यसपछि हामी चाहिँ तिनचुलेको लागि यात्रा सुरु गऱ्यौँ। शुभारम्भ भइसक्यो। लगभग 3 घन्टामा हामी तिनचुले पुग्ने अनुमान गरेको छौँ। हेरौँ के हुन्छ, पानी पर्दैन होला, दाउ हुन्छ हुँदैन, भारी छ। अब चाहिँ हेर्दै गर्नु होला, सुन्दै गर्नु होला। धन्यवाद, नमस्ते। अब चाहिँ हामी त्यहाँबाट सामान बोकेर लागिन्छ उकालतिर। यहाँ माथि गएर छाडेको सामानहरू। ल अब हामी चाहिँ खरसाङ बिसाउने बाटो माथि लाग्यो। अब माथि कता गएर बिसाइन्छ? अब हामी कता गएर बिसाइन्छ? अब ढुङ्गा बिसाउनेमा, त्यसपछि देउराली भन्नु। औषधिको लागि चाइना पठाउने च्याउ अरे, औषधि बनेर आउने च्याउ अरे। 1 केजीलाई 4000सम्म पर्छ अरे, सुकाएर बेच्ने। 1 आँखले रे के रे के च्याउ भन्छ अरे यसलाई? एक खुट्टे च्याउ होइन हजुर खोजेको। बोलर भयो। अब चाहिँ 1 खुट्टे होइन, अब 2 खुट्टेले चाहिहाल्ला नि त। अब 2 खुट्टेले कति पाइला जान्छ? यो त ढुङ्गा बिसाउन हो क्या मात्र गरे ऐयारी अरे यार। नाम नि के छ ऐयारी। अब ढुङ्गे त पुरी अरे सक्यो अरे। अब हामी तिनचुले पुगिन्छ नि। आज त हुँ गएर बस्ने हो। सरासर सिधै पुगु कहाँ गऱ्यो छोडेर डुग्रिहाल्ने उकालो। तिनचुले पुगेर भोलि पूजा गरेर भोलि फर्केर कस्तो हिँड्छौँ किचुरोमा त यार। मान्छे हिँड्छौँ नि अनि राम्रो छ, सबैले भन्छ अहिले भी कसैले भन्दैन भने जस्तो। ल कमेन्टमा भनिदिनु पर्यो। हेलो गाइस, राम्रो छ सबैले भन्ने, आई लभ यु कसैले नभन्ने, खास यस्तो के हो? लो मार्यौ मलाई मार्यौ। हामी देउरालीमा आइसक्यौँ। अहिले सब रहेछ त। ओहो यहाँ 2टा थियो कि कट्टा थियो यार? यहाँ 2 कट्टा थियो। चौतारा अल्टा भएछ त। अनि यहाँ 2-3टा थियो है। यहाँ नि ढजा पनि होला नि। पसिना दौडिआएको तिमीले ट्रेनिङ गरेको नि। हेलो लाउरे होस् नि त। हेलो, हामी कता आइपुग्यो तिमीले सोध्नु नि यो। ल भन। हामी चाहिँ यति बेला बागलुङ जिल्लाको म्याग्दी जिल्लाको सिमाना भनौँ न होइन। यो देउराली यहाँ सिमाना हो? सिमाना यही हो र? ठ्याक्कै म्याग्दी र बागलुङको सिमाना हो क्या देउराली होइन। अब ओह्रालो गए, यता गए म्याग्दी, यता गए म्याग्दी, उता गए बागलुङ। ल साह्रै धौ यता गए बाउली बोल्छन्, उता गए म्याग्दी। पानी खाएको यसले होइन र। हामी त कायम र यस्तो। ल अब चाहिँ हामी सबले बानी हुन्छ कि एउटाले बानी हुन्छ? हामीले चाहिँ अब देउरालीमा उभान्न लाग्यो ध्वजा। झ्याम्मै झ्याम्मै देउरालीमा फुलपाती गरेर आयौँ हामी शिवभर परेर। देउरालीमा फुलपाती गरेर आयौँ हामी। सबैबाट बचाऊ, पानी नपरोस्, गरोस् तर नआउला। अब चाहिँ हामी कता गइन्छ रे? अब चाहिँ हामी तिनचुलेको यात्रा हो, तर हामी चाहिँ खानामा चाहिँ अझसम्म पनि खाना नखाएको हुँदा चाहिँ हामी चाहिँ कता रे नाइबेली खोला चाहिँ हामीले खानाको व्यवस्था जान्छौँ। अनि त्यसपछि चाहिँ बल्ल उकालो ठाडो उकालो जान्छ। त्यसपछि त्यहाँ हाम्रो एकजना मित्र हुनुहुन्छ, अनि हामी 5 जनाको टोली भइन्छ। त्यसपछि बिजोर के भन्ने फाइनली अब चाहिँ लागिहाल्नुपर्छ है। मसँग चाहिँ मेरो चाहिँ 2टा झोला छ, मेरो चाहिँ 2टा झोला छ।
यो चाहिँ लगभग 20 केजीको छ लगभग यो चाहिँ 20 केजीको लगभग यो दुईटा झोला ए अब म्याग्दीदेखि म बाग्लुङ आइपुग्दासम्म चाहिँ यसले मलाई चाहिँ अलिकति गुड निकाल्थ्यो कि अब चाहिँ हामी नाइबेली खोला जान्छौँ जाँदैछौँ भनौँ अब चाहिँ हाम्रो नाइबेली खोलाको यात्रा सुरु भयो गाइज हेलो अब नमस्ते हामी चाहिँ नाइबेली खोला गएर खाना खाएर होइन त्यसपछि फेरि 2 घन्टाको बाटो 2 घन्टा मात्र माथि त्यसपछि त टक्क बस्ने त्यसपछि चाहिँ रमाइलो हुन्छ केटा रमाइलो हुन्छ हामी चाहिँ माथि देउरालीबाट तल रोडबाट गएको थियौँ अब चाहिँ त्यस्तो छ उताको भ्यू हेर्नु गाइस अनेर भइसक्यो चाहिँ यहाँबाट जानुपर्छ नाइबेली खोला हजुर सन्चै आउनु है ल हामी चाहिँ गयो अलि छिटा क्या आमा 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 इनर्जी आयो भयो इनर्जी हावा चिसो हावाले गाइजहरू चाहिँ यहाँ टेन्ट र माडल छ गाइज हामी चाहिँ अहिले नाइबेली खोलामा आइपुगेका छौँ अब भएको 3:30 हुन लाग्यो दामी छ सिन बब्बाल टाढले जुगाएको छिटो ठ्याप लाग्छ त्यो अन्त टिप्दै फाल्दै गर्नुपर्ने खाइसक्यो के हुन्छ एक मैले अब चाहिँ 5 मिनटको बाटो हल्का पानी पर्न लाग्यो हल्का हामी चाहिँ आइपुग्यो गाइज आइपुग्यो हेलो कसो कुखुरो कसो नाइबेली खोला गाइस नाइबेली खोला खतरा हाट ठाउँ त 3 कोनाधार वन जङ्गल त यहाँ रहेछ त उकाल जाने बेला शीतल गर्नु भयो अब त उकाल जाँदा त 2 घन्टा त होला नि हो ल अब चाहिँ हामी हिँड्न लाग्यो भर्खरै भिडियो म जाने हो तिमी जाने हो भने चाहिँ लेगु यसले गिटार बजाएको त मेरो आछ क्या भिडियो यस्तै हो झ्याङ 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 यही भानी बजाए त भइहाल्यो नि त्यो त मैले बजाउँछु त्यो अर्को के हो आफूसँग बरु त्यति भानी बजाउनु कला छ भन्दा तिमीले बजाउँछ नि त्यति त अनि तिमी डराएका यहाँ न अगाडि सिट छ भन्दै के हो र गोटा पर्यो फेरि त्यो हुन्छ नि गोटा परेर क्या प्यानमा ठोकेर नि है चाकमा ठोकिन आउँछ क्या बोला
ल भनौँ भनौँ हामी चाहिँ अब तिनचुलेको यात्रामा छौँ होइन टक्क अब चाहिँ त्यस्तै लाग्छ होला अझै 4.5 घन्टा त्यसपछि टक्क तिनचुले पुगिन्छ टेन्ट हालिन्छ अब आगो पुगिन्छ बसिन्छ के गर्नु लाग्यो हामीले यो हेर न झिङ्गाको लागि बेस्ट मेडिसिन इन द वर्ल्ड यो चाहिँ यसो गर्ने झिङ्गाहरू एउटा ल पुत्ला हो क्या पुत्ला गोल्डिन्छ है गोल्डिन्छ हो नाइबेली खोला पुग्छ फेरि नि कसरी भनिन्छ यार ओम नमो 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 कान के नीचे दियो कान के नीचे मसाला के भन्छ बस्ने ठाउँ रहेन चाहिँ यो बसेको कि आमामा यहाँ बसेको रहेछ मेरो कपाल भनेको मर्छ भुल भुलाइयामा केस्टर बस्टेर कस्तो छ गाइज कानमा अहिले त्यो म बोक्छु एकछिन मेरो चाहिने रहेछ एकछिन हो नि होइन अब चाहिँ हामी विभिन्न कारणवश हामीले चाहिँ यस्तो गरेर हिँड्नु पर्ने भएको छ यहाँ चाहिँ धेरै किराहरू आयो किराहरू ढगाउनको लागि यस्तो गर्नु परेको छ कानमा राखेर तिम्रो त पोल्छ है तेरिका पूजा गरेर हिँड्यो भने दिस इज अ हरर मुभी बेस्ट प्लेस फर हरर मुभी भुल भुलैया ठिरी यता भन्छ यता भन्छ भुल भुलैया ठिरी है वर्षा परेका कारण हामी चाहिँ यस्तो गरिरहेको छौँ म चाहिँ यस्तो हामी चाहिँ सबै एक्सपिरियन्स गर्न पाइरहेछौँ है घाम पानी सब कुहिरो लाग्यो पानी पऱ्यो उहाँ हेलो फेरि पनि नमस्ते हामी चाहिँ तिनचुलेको तल्लो छाप्रामा आयौँ तल्लो गोठमा अथवा के भन्छ भनेपछि यसलाई चाहिँ सम्मु ठाउँमा तिनचुलेको चौरमा तल्लो चौरमा यहाँबाट चाहिँ लगभग 10 मिनट 15 मिनटमा हामी तिनचुलेको मन्दिर पुगिन्छ यतैको गोठमा बस्ने भनेको थियौँ हामी चाहिँ तर यहाँ चाहिँ अलि व्यवस्थित छैन भनेर हामी माथिकै गोठमा जाँदैछौँ यहाँ चाहिँ पुरा फुलको नाम त थाहा भएन पहेँलो फुल सेतो फुल हरियो हरियालीसँग एकदमै मनोरम दृश्य देखेर चाहिँ हामीले चाहिँ घाउ पनि भएको छ बिर्सिँदैछौँ गाइस लेट्स गो अनि यहाँ चाहिँ मेला लाग्छ है यहाँ चाहिँ सम्मु फानेको हुन्छ अनि कुन बेला लाग्छ अरे मेला यहाँ छेलो हान्ने यताउति मेला लाग्छ गाइस हो रात परिसक्यो त्यसैले अलि हने रडेर आइरहेछ ओ सोलर प्यानल रहेछ त अहिले त मोबाइल चार्ज गर्न पाइन्छ क्या हो ओ दामी छ तलको गोठ चाहिँ यही हो गाइस अनि यसमा चाहिँ मेला लाग्छ सम्मु ठाउँ भएको कारणले अहिले चाहिँ यस्तो छ अन्त अहिले सोलर रहेछ पोहोर आउँदा चाहिँ हामी आउँदा छैन थियो अनि यहाँ ढाडो चाहिँ छ तर पानी जोडेको छैन अब अर्को साल चाहिँ पानी जोडेको हुन्छ होला पानी आउँछ यहाँ चाहिँ हामी खास यहाँ बस्ने भन्ने कुरा थियो तर यहाँ चाहिँ गाईबस्तु बसेको रहेछ अनि त्यही भएर हामी माथि बसिन्छ आज ल पानी नभएको कारणले हामी चाहिँ तल जाँदैछौँ धनसरसँग को जाने हो त तल जानुपर्छ भाइ 10 मिनट होला 5 मिनटमा ओहोर गरिन्छ
ल पानी आइसक्यो गाइज हाम्रो प्रवीण सर र धन सरले पानी लिइसक्नु भएको छ अब चाहिँ हामी सबैजना माथि गइन्छ हेलो 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 अब हामी चाहिँ यहाँ तल गोठबाट चाहिँ हामी माथि गइन्छ फुलहरू चाहिँ राम्रो फुलिरहेछ फुलको नाम थाहा नभए नि खट्किला अलि माथिबाट हो हामी चाहिँ रारा छ अब हामी चाहिँ तल गोठबाट चाहिँ माथि जाँदैछौँ हेलो हेलो हात हल्लाइदेऊ आमा तल चिक्कै गऱ्यो ड्याड फाइनल्ली वी अराइभ एट तिनचुले मन्दिर सब धारो सारो बनिसकेको रहेछ अब बस पानी चलाउन मात्र बाँकी यो चाहिँ तिनचुलेको मन्दिर यस अनि यता चाहिँ ट्याङ्की बनेको रहेछ अनि यता चाहिँ एउटा पोखरी छ जहाँ चाहिँ जति यता रुख जति धेरै भए पनि पात चाहिँ एउटा हुँदैन किनभने यहाँ चाहिँ पात खस्दा बित्तिकै चराले टिपेर लग्ने किम्बदन्ती छ भन्दा नि अहिलेसम्म सफै छ भनेपछि त अहिले पनि हो त एउटा पनि पात छैन यो चाहिँ मेन मन्दिर हो अनि यो छेउको मन्दिर अनि यता चाहिँ बस्ने भक्तहरू बस्ने अहिले छैन नि कोही पनि यो चाहिँ तिनचुलेको मन्दिर छेउछाउमा चाहिँ यस्तो छ फुलहरू दामी दामी छ ल अझ हाम्रो बास चाहिँ यहीँ हुन्छ सन्ध्याकालीन नमस्ते सम्पूर्णमा हामी चाहिँ अहिले तिनचुले आइपुगेका छौँ फाइनल्ली गाइज मन्दिरमा चाहिँ छिरेको छैनौँ हामी भोलि बिहान एकदमै चोखो मनले एकदमै चोखो भएर नुहाइ धुवाइ गरेर पूजा गर्ने भनेर भित्र छिरेको छैनौँ मन्दिरमा चाहिँ ल हामीले चाहिँ आगो बालिसक्यो गाइज भर चाहिँ 7 बजिसकेको छ हामीले चाहिँ टेन्ट हालिसक्यो अब यहाँ मिलाउन चाहिँ प्रवीण सर गइरहनु भएको छ हेलो हेलो यस म चाहिँ अब हाम्रो चिफ गेस्टहरूको लागि बिस्तारै मिलाउँदैछु होइन हाम्रो चिफ गेस्ट को अरे आज हाम्रो चिफ यता धन सर हाम्रो चिफ गेस्ट एकदम पर्नु कति अनि यता चाहिँ हाम्रो बिस्तारै बिस्तारै हामी फर्ममा आउँदैछौँ देख्यो टोरी तेल लिएर अनि मालिस गर्नु पर्ने गरी खुट्टा बाबु थारो हालौँ कि त्यार्छौ बाबुलाई त खासै मेसो पाउनु के ल टेर्सो हालौँ सबै सिरानी टाउको यता पर्छ यस यु राइट टाउको चाहिँ कता फर्काउने मन्दिर फर्काम अब लाठी के फर्काउनु सिरे फर्काम न लाट्टी उठा फर्कायो हो क्या ठिक कुरा गर्यो बेटा एउटा उ चाहिँ यहाँबाट हालौँ त सिरानी हुन्छ यो हाल त त्यसले त बिछाउँ त लानी यो चाहिँ हाम्रो सिरानी हो गाइस सिरानी पर्यो नि त्यहाँ हात हाल त अझ एउटा त सन्तोषै झोला मेरो झोलामा छ ओराम्ला नि त त्यो भयो बिस्तारै बिस्तारै भयो उता दण्डीमा लाग्ला यार हेर्न ल भयो भयो डन्डी भित्र ए बाहिर ओए पिछाडी ल भयो ल अलि कुहाँ घुचट छेउमा अलि छेटिन्न के घुचट त्यस्तै घुचट के बिस्तारै खान्छ कि राईले फर्काउँछ ल अब चाहिँ मेक हुँदैछ हुन्छ समय त एक्लो 3टा ओर्ने ओराम्ला नि त्यो पनि बिछाउने र बिछाउनु पर्ने होला अब त ओभा नै छ ल चेक गर ट्रायल खरगल त्यो बाँकी राखेर गर्नु खरगल चाहिँ खरगल ढुक्छ नि लामो बनाएर सर हाल्ने क्या दुईटा त पुग्छ कहीँ अहिले त उ त्यो बस्ने छ नि त अन्य अहिले बनाउँला त अनि होइन
बस्ने खाटो अनि बस्ने त भित्र अनि है यसो गरौँ यो ओर्ने यो पनि ओर्ने यो पनि बिछाम होइन बिछाउने होइन ओर्न पुग्दैन अहिले तल चाकतिर हर्काउनु मन पर्छ के गर्ने हेलो हेलो नमस्ते नमस्ते फेरि पनि ल रन्काइदेऊ मानल रन्काइदेऊ किन त्यो गरे मलाई अब आउने साल अब आउने साल अब आउने साल बिहे गर्ने रहर चाहिँ हामीले खाना लगाइरहेका छौँ यता चाहिँ हाम्रो भान्से हाम्रो सामान दिल बस्यो हिरैमा ओठमा लाली सन्नानी शिर फुल सिरैमा जाम्पो खरा मिनी बसैमा सँगै जिवा सन्नानी 2 दिनको जीवन मन नदुलाउ अरू कसैमा सँगै जिउला सन्नानी 2 दिनको जीवन मन नदुलाउ अरू कसैमा पर्दैछ बरिखा लगाइसक्यो मायाकै पिर सुर्ताले कलेजी खाइसक्यो सिमसिम झरी पर्दैछ बरिखा लगाइसक्यो मायाकै पिर सुर्ताले कलेजी खाइसक्यो बटौलीमा सन्नानी छरेको किन हो तिम्रै माया सन्नानी लाग्दैछ दिन हो पोखरा मिनी बसैमा सँगै जिउला सन्नानी 2 दिनको जीवन मन नदुलाउ अरू कसैमा सँगै जिउला सन्नानी 2 दिनको जीवन मन नदुलाउ अरू कसैमा देउरालीमा फुलपाती गरेर आयौँ हामी शिवभर परेर देउरालीमा फुलपाती गरेर आयौँ हामी शिवभर परेर म त भोलि गइहाल्छु लाहुर सरर गोरखपुर रेलैमा म त भोलि गइहाल्छु लाहुर सरर गोरखपुर रेलैमा सरर गोरखपुर रेलैमा के बच्चा बामरी बामरी म भोलि गइहाल्छु बसेर मरी सुटम सानो रात छिप्यो धेरै मन
भोलि जानु छ सबेरै फुल्यो बामरी 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 म भोलि गइहाल्छु बसेर मरी बामरी बामरी म भोलि गइहाल्छु बसेर मरी उडेर जाऊ कि डाँडामा भन्छन् वेकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई होइन ताकेको मैले मायालाई ताकेको रेशम फिरिरी रेशम फिरिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरिरी आयो हामी हाँसै खेल्दै आयो हामी हाँस्दै खेल्दै पिन्छुलेको डाँडैमा आयो हामी हाँस्दै खेल्दै खायो पियो मजा गर्यो खायो पियो मजा गर्यो आगो ताप्दै बसेर मजा गर्यो आयो हामी खायो पियो आयो हामी खायो पियो कफी पनि दियो तपरामा भात पनि दियो जानेको गीत गाएको म त गइहाल्छु भोलि तिमी बिर्सेर जानी हो भोलि तिमी बिर्सेर जानी हो बस्दाखेरि मनमुटु खानी हो भोलि तिमी बिर्सेर जानी हो बस्दाखेरि मनमुटु खानी हो सदा भोलि गइहाल्छु लाहुर सरर गोरखपुर रेलैमा म त भोलि गइहाल्छु लाहुर सरर गोरखपुर रेलैमा सरर गोरखपुर रेलैमा The next day.
तिनचुलेको मन्दिरबाट देखिने भ्यूका यहाँबाट हामीले देख्न सक्छौँ। उता हामी अस्ति गएको मालिका कु अनि बिमा पनि देखिन्छ होला त के थाहै छैन मलाई नामहरू चाहिँ। हिँडी भयो त्यो सब देखिरहेछ, हिमाल पनि सब देखिरहेछ। एकदम बबाल। यो चाहिँ निस्कुट, यता चाहिँ टिकुबाङ अनि पाइ चाहिँ मालिकाहरू हिँडीहरू है। लास्ट धेरै दाना छ। हामीले नाम नथाहा भएको एमआइडी जिल्लाको होइन, नाम नथाहा भएको दानाहरू सब देखिरहेछ यहाँ चाहिँ। तर दामी गरिदिएको नि बिहानमा त यस्तो भ्यू कहीँ छैन, कहीँ छैन। संसारमै छैन यस्तो भ्यू। ल अब चाहिँ हामीले पूजा गर्छौँ गाइस। धेरै भयो फोटो।
गाइस चाहिँ हामीले पूजा गरिसक्यो, पूजा गरिसकेर खाजा नास्ता खाइसक्यो। अब चाहिँ हाम्रो साङ्गीतिक माहौल भइरहेको छ गाइजहरूको। मायाको ध्यानको तीर्छ मलाई मात्रै मायाको तीर्छ मायाको ध्यानको तीर्छ हाम्रो साङ्गीतिक कार्यक्रम पछि हाम्रो भ्लग यहीँ सकिएको छ, तिनचुलेको भ्लग। ल अन्तिम भ्यू चाहिँ लास्ट भ्यू चाहिँ यस्तै हाम्रो त। ल अब चाहिँ हामी टेन्ट सेट मिलाइन्छ अनि सबै प्याकिङ हानेर चाहिँ अब फाइनल प्याकिङ हानेर चाहिँ घरतिर लागिन्छ।